सुरुमा पानी के छ? तरल। यो गिलासको पानी हामीले रातभरि चिसोमा बाहिर राख्नु र के बन्यो? त्यो ठोस बन्यो। यो बरफमा टुक्रायो है, यति बरफ पऱ्यो है। अचेल त हाम्रो तता यस्तै छैन, चिसोले हुन्छ, फ्रिजिङ भनिन्छ यसलाई है। पानीलाई चिस्या भने ठोस बन्छ है। यो ठोस बन्नुलाई हामी के भन्छौँ? जम्ने प्रक्रिया हुन्छ। के भन्छ अरे? पानी जम्छ नि त। अब हामीले ठोस पदार्थ हाल्यौँ हो कि नै? यहाँ पानी जमेर त्यो फ्रिजिङ ग्यास बस्दा थियो। अब हामीले यसलाई पानी आगोमा ततायौँ भने अब ततायो भने चाहिँ यसबाट के हुन्छ होला? के निस्क्यो होला? पानी निस्क्यो। पानी जसलाई के भनिन्छ? तरल पदार्थ। अब केही समय पछाडि अब पानीको रूप भयो, तरल भयो कि नै? अघि ठोस थियो, अहिले तरल है। ग्यास बनाउनु छ है। अब यो पानी उम्लिन्छ यतिकै है। उम्ल्यो भनेपछि होइन, उम्ल्यो भनेपछि अब बाफ आउनु थाल्यो। बाफ आयो कि नै? यो बाफ बनेको ग्यास बन्यो है। ग्यास बन्यो कि नै? जब पानी तातेर उम्लिन्छ बाफ भइहाल्यो कि नै? यो बाफलाई हामीले बाष्पीकरण भन्छौँ। के भन्छौँ अरे? हामीले यो बाफको नै हामीले यसरी ढाक्यौँ भने बाफलाई चिस्याएर पानी निकालिन्छ भने त्यसलाई के भनिन्छ? द्रवीकरण भनिन्छ। लागेको छ कि हेरौँ है। हो कि नै? अब यसलाई हामीले चिसो बनायो भने, यो भाँडालाई हामीले चिसो बनायो भने यहाँ नजिकै पानी मात्रै बन्छ है। पानी जम्मा हुन्छ है। जब यो बाफ चिसिन्छ नि, अहिले ग्यास थियो, अब चिसिएपछि यहाँ नजिकै पानी बन्छ, सबै जम्मा हुन थाल्छ नि। यहाँ सबै पानी चिसिएर यो बाफ चिसिएपछि पानी बन्छ। पानी बन्यो हामी त्यसलाई के भन्छौँ? द्रवीकरण। के भन्छ अरे? द्रवीकरण। जति गर्न लाग्यो त्यतिसम्म ल्याऊ भने है। सुरुमा ठोस थियो, ठोसबाट के बन्यो? तरल बन्यो। तरलबाट के बन्यो? बाफ बन्यो नि त। अनि त्यही बाफको नै हामीले चिसो बनाएपछि के बन्यो? फेरि पानी तरलमा आयो कि नै? अब यसलाई हामीलाई यहाँ पानी छ नि त, यहाँ है छ कि नै? हेर यहाँ पानी भयो, यो पुरै नखिड्यो भने चिस्यो भने चाहिँ पानी बन्छ। यही पानीलाई हामीले यहाँ जम्मा गरिदियो भने, वेस्ट गऱ्यो भने चाहिँ फेरि त्यो जमेर के हुन्छ? ठोस हुन्छ नै। हो यस्तै चक्र बनिकन हाम्रो यो वातावरणमा पानी आउन कारण त्यही हो।